हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ टक्क आज चाहिँ बिहान होइन सौरातिर यसो हिँड्दै गएको थियो। मर्निङ वाक गरे जस्तै गर्दै गएको थियो। टक्क अब म चाहिँ यता घरतिर जाँदैछु। यतातिर चाहिँ बिहान बिहान उठेर हिँड्यो भने साथीहरू होइन एकदम फ्रेस हुन्छ क्या, किनभने चारैतिर हरियाली, खोला नाला, यो पुरै हात्ती चराउने ठाउँ हो साथीहरू। दिउँसो त कति धेरै हुन्छ, झन् दिउँसो त धेरै हुन्छ कि। अझ अब म चाहिँ टक्क घरतिर जाँदैछु साथीहरू होइन। म चाहिँ यता सौरातिर गएर आएको होइन, यताबाट सौरातिर गएर आएको। टक्क अब चाहिँ हरियाली हेर्दै झुलुङ्गे पुल चाहिँ साह्रै सानो के। यताबाट बाइक आइदियो भने माटो नै डबल अलिक गाह्रो हुन्छ होइन छिर्नलाई। टक्क पानी परेन भने माछा पनि मार्न पाइयो बल्छी खेल्दै होइन। अरू जाल साल त हान्न पाउँदैन, आर्मीले ठोकिहाल्छ फेरि जाल हान्यो भने। माछा चाहिँ फेरि यहाँ ठुलो ठुलो पाउँछ साथीहरू है यता। पुल त लामो छ नि, तर के भने डबल हिँड्न मिल्दैन कि, यो अलिक गाह्रो हुन्छ होइन। बाइकहरू डबल आयो भने अलि गाह्रो हुन्छ। ल साथीहरू, म चाहिँ टक्क पुल कटेर आएँ होइन। अब चाहिँ यहाँ जाँदैछु। बेलुका बेलुका चाहिँ यहाँ फुटबल पनि खेल्छ केटाहरू। यो घर चाहिँ हाम्रो टोलको क्लब घर हो यो चाहिँ। यहाँ घोडा पनि छ कि, यहाँ घोडा, यो घोडा हो। म पनि हात्ती बाटोमै जाँदैछु है साथीहरू, टक्क लाएर। यहाँबाट दुईटा अगाडि गएको छ। अब म तपाईँहरूलाई एकदम नजिकबाट देखाउँछु हात्ती है। तपाईँहरू राम्रोसँग हेर्नु है साथीहरू है। ल साथीहरू, हात्तीलाई आहारा दिने ठाउँ आयो है, टक्क लाएर। के छ त्यो कुकुर कतिलाई छैन। यो टक्क आहारा दिने ठाउँ हो कि। बिहान बिहान आहारा दिन्छ साथीहरू। यहाँ चाहिँ टक्क बिहान आहारा दिन्छ होइन। कुहिरेहरू खैरेहरू आउँछ कि गाडीमा। यहाँ खानेकुरा नि टक्क राखेको छ खैरेहरू खानलाई। टक्क यहाँ बस्छ, खान्छ, यतातिर हेर्छ नै साथीहरू है। ल साथीहरू, कस्तो लाग्यो टक्क कमेन्ट गर्नु है। तपाईँहरू पनि आउनु मन छ भने आउनु टक्क घुम्नलाई, म घुमाइदिइहाल्छु नि यतातिर है साथीहरू। ल कमेन्ट गर्नु होला टक्क लाएर है। बिहान ठिक छ कि यतातिर घुम्नलाई। ल साथीहरू, बाई।